वर्ष त अभिभावक आउनु नै भएको छैन। 37 हो कि 35 हो कि 47 हो थाहा भएन, तर एउटा हिस्सा अभिभावक न विद्यालयमा रिजल्ट लिन आउनुहुन्छ न कम्प्लेन गर्न आउनुहुन्छ। उहाँले खालि ठान्नुहुन्छ कि मैले फी तिर्दिने हो, फी तिर्दिने पुग्यो, कहाँबाट बाटाबाट फी आयो, सुयो आयो, फी तिर्दै हिँड्यो। र हामी यो उचाल्ने कुरा होइन, पछार्ने कुरा होइन। एउटा बच्चालाई, एउटा विद्यार्थीलाई राम्रो गर्नको निम्ति अभिभावक, शिक्षक र विद्यालय प्रशासन बीच अत्यन्तै घनीभूत, अत्यन्तै संवेदनशील, अत्यन्तै एउटा संस्कारीपूर्ण छलफल हुन जरुरी छ। आवेगको छलफल होइन, आक्रामक छलफल होइन, एकले अर्कालाई गाली गर्ने छलफल होइन। राम्रो गर्नका निम्ति मेरो छोरा के गर्छ, मेरो छोरा कसरी बोल्छ। हामी अभिभावकले आज अझै म भन्छु, यहाँ कति अभिभावक हुनुहुन्छ 5 कक्षाभन्दा माथि तपाईँको छोराछोरी पढ्छ? हात उठाउनु सक्यो। 5 कक्षाभन्दा माथि छोराछोरी पढ्छ? यहाँ 8-10 जना मात्रै हुनुहुन्छ। म तपाईँलाई भन्छु, आज 10 वर्षभन्दा माथिको बच्चा नेपालमा सहरमा कोड ल्याङ्ग्वेज प्रयोग गर्छ। अभिभावकलाई यो थाहा हुनुपर्छ। बच्चाहरू आजकल जो बच्चा 10 वर्ष कटेको छ उसले कोडमा भनेको साङ्केतिक ल्याङ्ग्वेज प्रयोग गर्छ। त्यो अभिभावकलाई थाहै हुन्न। तपाईँ भन्नुहुन्छ, फर इक्जाम्पल उदाहरण दिन्छु मैले, यो बुझ्नै पर्ने कुरा छ। त अहिले तपाईँको 4 क्लासमा पढ्छ, भोलि 5 क्लासमा पुगिहाल्छ नि। अहिले 3 क्लासमा पढ्ने बच्चा भोलि 6 क्लासमा पुगिहाल्छ। अहिले 7 वर्षको बच्चा 4 वर्षपछि 10 वर्ष, 12 वर्ष, 14 वर्षको हुन्छ। अनि जब त्यो 11-12 वर्षमा पुग्छ, 10 वर्षको उमेर क्रस गर्छ, तपाईँको नानी, त्यो छोरा होस् या छोरी होस्, उसका आफ्नै खालका भाषाहरू हुन्छ, उसका आफ्नै खालका भित्री साङ्केतिक ल्याङ्ग्वेजहरू हुन्छन्। तपाईँले आलु भनेर बुझ्नु भन्नुभयो भने त्यो आलु भनेको तरकारी खाने आलु भन्ने बुझ्छ बच्चाले, हामीले बुझ्छौँ। तर बच्चाले आलुलाई अर्कै चिज प्रयोग गरिरहेको हुन्छ, हामीलाई थाहा हो। कोड ल्याङ्ग्वेज भनेको चाइनिज ल्याङ्ग्वेज होइन, जापानिज भने होइन, अर्कै भने होइन। तपाईँले, हामीले एक थोक भनिरहेको हुन्छौँ, यो उनीहरूले साथै बिचमा त्यो ल्याङ्ग्वेज प्रयोग गर्छ। हेर्नुहोस्, विशेष गरेर छोराहरूले अलि बढी त्यो खालको ल्याङ्ग्वेज प्रयोग गर्छ। हामीले त्यो संवेदनशीलता थाहा पाउनुपर्छ। केटाकेटीहरूले कस्ता भाषा प्रयोग गर्छन्, कस्ता सङ्केतहरू प्रयोग गर्छन् र कसरी उनीहरू चाहिँ साथीहरू बीच अन्तर्क्रिया गर्छन् र लुकी छिपी व्यवहारहरू गर्छन्, त्यो पनि हामीले थाहा पाउनुपर्छ। यदि थाहा पाएनौँ भने त काहीँ न काहीँ त्यसले समस्या ल्याउन सक्छ। त्यस कारणले अभिभावक शिक्षा या अभिभावक अभिमुखीकरण भन्नुको अर्थ हाम्रा सन्तान, हाम्रा छोराछोरीलाई असल र सफल बनाउने बाटोमा हामी कसरी सामूहिक ढङ्गले हिँड्न सक्छौँ भन्ने सरोकार हो।